अ, हजुरहरूलाई नमस्कार, छड्के सलाम है। र आज चाहिँ मैले एकदम मधुर स्वरमा तपाईँहरू हजुर चाहिँ किन यसरी अब बोले भन्दाखेरि है, यो चाहिँ कस्तो छ भन्दाखेरि एकदमै दुखित चिजहरू छ है, मनमा पीडादायक चिजहरू छ। मनमा धेरैवटा गुम्सेको कुराहरूलाई अब भन्न मन पर्यो, तपाईँहरूको अगाडि सेयर गर्न मन पर्यो। हजुरहरूले सुनेर है प्रतिक्रिया दिनुहोला, सेयर गरिदिनु होला। मैले चाहिँ यो चाहिँ किन भिडियो आज बनाएँ भन्दाखेरि चाहिँ मेरो यहाँनिर एकजना सुमन भाइ भन्ने छ। उहाँ चाहिँ एकदमै अब यस्तो जन्मदेखि नै अहिलेसम्म उहाँ हिँडडुल गर्नु सक्नुहुन्न है। आमाले यसरी हमेसा खाना खुवाउनुहुन्छ, टोइलेट बाथरुमदेखि लिएर उहाँलाई एकदमै सबैको आमाको भरमा छ। र आमा पनि एकदमै वृद्ध अवस्था हुनु भइसकेको छ, एकदम हेर्नुहोस् तपाईँले। अनि पापा पनि यहाँ हेर्नुहोस्, उहाँको एकदमै वृद्ध अवस्था हुनुहुन्छ है। र यो घरमा चाहिँ तिनैजनाको मात्रै परिवार छ। र यो तिनजना परिवारमा पनि आमा बाउको वृद्धावस्था अवस्था छ भने छोराको अवस्था यस्तो छ, हेर्नुहोस् है। अनि यो चिजले चाहिँ म के भावुक हुन्छु भन्दाखेरि अब आमा बाउ पनि कति दिनसम्म उहाँहरूसँग बस्छ होला। यो बुढी भएको आमा बुढो भएको बाउ कति दिनसम्म उहाँहरूले अब यो नानीलाई हेर्नु सक्छ होला है। अब एक दिन न एक दिन आमा बाउ नसक्ने हुन्छ होइन। त्यसै कारण अब मेरो भाइ सुमन, उहाँको लागि अब जिउने साधन एकदमै कम्ती हुन्छ। किनभने घरमा कुरो सबै कुरो भए तापनि पकाएर खुवाउने, स्याहार्ने है, सेवा गर्ने खालको कोही पनि हुँदैन होला सायद। आफन्तमा अब धेरैजना छ तर आफ्नो आफ्नो व्यवस्थामा छ। अब कसैले पनि बिमारी स्याहारिरहन त सकिँदैन भन्ने एउटा सोच हुन्छ। अनि यो सोचसँगै एउटा अर्को पनि सोच भएको मान्छे धेरैजना मैले देखेको छु, सुनेको छु है, जानेको छु। र उहाँहरूसम्म पनि यो भिडियो तपाईँहरूले सेयर गरिदिनुहोस्। कुनै पनि एकजना मान्छे हुन्छ जसले चाहिँ यस्तो बिमारी अवस्थामा भएको नानीहरूलाई है, यस्तो नाबालकहरूलाई आएर म स्याहारिदिन्छु होइन, सेवा गर्छु भन्नेहरू कसै पनि हुनुहुन्छ भने उहाँहरू यहाँ आएर उहाँलाई सेवा दिनु सक्नुहुनेछ है। अब धेरैवटा मान्छेको मनमा यो पनि सोच होला, यो नानीलाई त अनाथ आश्रम लगेर या त कुनै सेन्टरमा राखेर राख्नुपर्छ, किन त्यहाँ राखेको भन्ने सोच पनि होला। तर यो सोच हजुरहरूको धेरैजनाको मनमा हुन्छ, त्यो स्वाभाविकतै हो। तर के गर्नु, एउटा आफ्नो आमा बाउले जन्माएको नानी, एउटा खुनलाई है बचपनदेखि अहिलेसम्म स्याहारेर यत्रो बनायो है, यस्तो अवस्था थियो। र यो नानीलाई अहिले 30-35 वर्ष, कति पैसा पुग्यो, 35 वर्ष पुग्यो कि 35 वर्षसम्म आमा बाउले यसरी स्याहारेर राखिरहेको छ उहाँलाई। र उहाँहरूको आँखाको एउटा नारा, आँखाको अब तारा भनौँ है, मुटुको टुक्रा भनौँ, अब कसैले पनि यसरी अलग्गै दिन चाहँदैन, सक्दैन। अब यो मन मिचेर अब यो नानीलाई हामीले पठाउँदाखेरि पनि अब यो नानीले आमा बाउ शोकले नै सायद तलमाथि केही हुन्छ भन्ने हामीलाई डर पनि लाग्छ है। भगवानको अब सेवा, भगवानको कृपा सबैसँग छ भनेदेखि कोही पनि यस्तो मान्छेहरू हुन्छ, धेरैजना यस्तो हुन्छ जसलाई चाहिँ म सेवा गर्नु चाहनुहुन्छ उहाँहरू है। र उहाँहरूसम्म हजुरहरूले यो भिडियोलाई सेयर गरेर पुऱ्याइदिनु भयो भने, एकदमै उहाँको आएर सेवा गरिदिनु भयो भने हामी एकदमै धन्य हुनेछौँ है। हजुरहरूको एकदमै ठुलो सेवाको जरुरत छ है, हजुरहरूको सेयरको एकदमै जरुरत छ है। यदि भन्दै हजुरहरूलाई कस्तो लाग्छ है, लाइक कमेन्ट गरेर प्रतिक्रिया दिनुहोला है भन्दै बिदा माग्दै नमस्कार, चड्के सलाम हजुर सबैजनालाई फेरि पनि।